15 पुसको भिडियो यो चाहिँ अलि अल्छी हुनु कारणले अलिकति ढिलै आयो तर केही छैन मेमोरिजको लागि सेयर गर्दैछु सबैले हेर्नु होला हाम्रो रमाइलो नाच 15 पुसको रमाइलो आज चाहिँ लोसारको स्पेशल गुरुङटोलमा डान्स गर्न जाँदैछ मेरो भाइ गुरुङटोलमा डान्स गर्न जाँदैछ मेरो भाइ अल्सो केटाहरू प्र्याक्टिस गर्दैछन् यिनीहरू ड्रेस देखा छ एकचोटि लगाइदेऊ नि त लगाइदेऊ गजब बेइज्जती है तर मोबाइलमा के हेरेको इनोसेन्ट गर्ल एकदम हङ बोय जाडो भएर एकैचोटि खाना खाएर भेट्ने है बाई डेभिड बाई भन्ने होला हेलो दाइ बिजी छ है मेरो भाइ डोन्ट बी स्याड है म बिजी छु जाडोमा कठारिएका कुकुरहरू जाडो छ के गर्नु मेरो हालत जाडो छ के गर्नु यस्तो मान्छेहरूले देखायो भने अलिकति नराम्रो हुन्छ के गर्नु अब नाच सुरु हुन लाग्यो के गर्नु पुसै महिना छ के गर्नु ह्याप्पी लोसार सबैलाई एउटा राम्रो भिडियो बनाइदिनु पहिला नाच सुरु भयो क्यार्नु जाडो छ आगो ताप्दैछ है मौसम हेर त घाम नलागेका यी पापी घामहरू कहाँ मर्न गएका होला जाडो छ जाडो छ के यसरी समातेर यसरी फर्काउने क्यार्नु म यहीँ छु यी म सिक्दिनँ यस्तो कुरा यसरी समात उताबाट अगाडि यसरी समात यसरी टेक्नोलोजी जोरदार प्रस्तुति बसंतीन कुत्तों के सामने मत नाचना नाच मेरी बोल बोल के पैसा मिलेगा खाली भुगड़ बैठेगी तो कैसा मिलेगा ल
कसैले देखेन। यहाँ चाहिँ हाम्रो दानवीरहरूलाई सम्मान भइरहेको छ होइन। दान दिने मान्छेहरूलाई चाहिँ सम्मान सम्झिँदै हुनुहुन्छ। मेरो भाइलाई बोला खाने तपाईँ आशिका तपाईँलाई बोलाइ आशिका दिदी के मान्छे हो बोला खाने ल यहाँ यस्तो यस्तो गेम पनि भइरहेको छ। गेम भनेको मलाई मात्रै देखेँ गेम त देखेको छैन। ल ठिक छ केही छैन। वेल ट्राई नेक्स्ट ट्राई। गाह्रो भयो भाइ गाना सुनेको इसका बोलो ना बोलो क्या किया ले बेटा Work hard, have fun, make history. हिमाल पहाड तराई सबैतिर हामी सबैजनाको केही न केही प्रतिभा छ, केही न केही सपना छ। त्योभन्दा पनि एउटा स्वाभिमानी नेपाली भएर सुखी र सरल जीवन जिउने चाहना छ, तर त्यो चाहना पुरा भएको छैन। दुई देशको सीमाभित्र मैले जन्म लिएँ, गोर्खालीको सन्तान हुने गर्व गर्थेँ। जन्माएको आमाले हो घाँस काट्दा काट्दै बाउको जीवन यसै गयो दुःख साट्दा साट्दै। मलाई के नै सुख छ मानिस ठुलो दिनले तर विडम्बना यो भनाइ केवल कवितामा मात्र सीमित रह्यो। नेपालमै बसौँ भने छैन रोजगारी, सात समुद्र पारी गए मुटु गाँठो पारी बसौँ।
मलाई चाहिँ दिदीहरूको डान्स एकदमै मन पर्यो किनभने सबैको भन्दा फरक थियो। दिदीहरू चाहिँ दाई बनेर नाच्दै हुनुहुन्थ्यो। सो एकदमै रमाइलो लाग्यो यो डान्स चाहिँ, रमाइलो पनि छ। लेट्स इन्जोय इट। दिदीहरूको डान्स पछि हाम्रो बहिनीको क्रिस्टिना बहिनीको एकदम इनर्जेटिक डान्स पनि हेरियो। बहिनीको डान्स एकदम मन परेपछि हाम्रो दाई नाच्दै फुल चढाउन जानुभयो, त्यो पनि 100 रुपियाँ। पैसा लिएर आइदिनु दाइ मेरो पैसा 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 करती है क्यों पैसे पे तू मरती है। पैसा लिएर आइदिनु अब भने बिस्तारै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका थियौँ। यहाँ बहिनीहरूले एकदम रमाइलोसँग नाच्नुभयो र धेरै समयको पश्चात हाम्रो डान्स चाहिँ लास्टमा थियो। बाहिरमा पनि नाच्न आयौँ र हामीले नाच पनि स्टार्ट गऱ्यौँ। ठिक छ, सबैको बिग्रेको थियो, मेरो पनि धेरै मिस्टेकहरू थिएन, भयो, तर के गर्नु, इन्जोय गर्नु पर्यो। जेसुकै होस् भनेर नाच्दिएँ म पनि। अन्तमा फेरि बहिनीहरूको डान्स भयो र म चाहिँ बहिनीलाई पुर्याउन पनि गएँ। चिसो थियो, त्यही पनि धेरै हिँडेँ। लास्टमा कार्यक्रमको अन्त्यपछि हाम्रो 15 पुसको अन्त्य चाहिँ कफी खाएर भयो। मैले लास्टमा कफीको खाएको त होइन, तै पनि कपको फोटो राखिदिएको छु। आइसक्यो, अब आयो, इन्जोय गर्नु होला। थ्याङ्क यू।